विकासको मूल आधार नारा सहित आज मिति 2082 साल कार्तिक 14 गतेका दिन श्रीधान मध्य माविको प्राङ्गणमा हुन गइरहेको शैक्षिक स्तरका लागि गाउँपालिका अध्यक्ष अतिरिक्त क्रियाकलाप सप्ताह कार्यक्रमका अध्यक्ष महोदयज्यू अतिथि विशेष अतिथि अन्य मञ्चमा आसन गर्ने भएका अतिथिगणहरू विभिन्न सरकारी तथा गैर सरकारी संस्थाबाट पाल्नुभएका प्रमुख तथा प्रतिनिधिज्यू विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिज्यू पत्रकारज्यू सुरक्षाकर्मीज्यू गुरुवर्गज्यू मसँगै गुरुवर्गज्यू न्यायिक तथाज्यू लिएर बस्नुभएका निर्णय मण्डलज्यू समय बस्नुभएका समय पालकज्यू मसँगै प्रतिस्पर्धाको रूपमा आउनुभएका मेरा प्रतिस्पर्धी सहपाठी मित्रहरू आजको यस कार्यक्रमलाई भव्य सभ्य तरिकाले मननका लागि बसिरहनु भएको नादकोट निवासी आमा बुवा दाजुभाइ दिदीबहिनीहरूमा म किसान रोकाएर मेरो विद्यालय श्री मदानले माध्यमिक विद्यालयको तर्फबाट स्वीकार गर्नुहुनका सभाध्यक्ष महोदयज्यू आजको एक भनेको विज्ञान प्रविधिले मानव जीवनलाई जति सहज सम्पन्न बनाए पनि झाँकी आजको मानव समाजमा खतरा परिवर्तन र सृजना पैदा गर्दै आएको छ। यो भने सभाध्यक्ष कृत्रिम बौद्धिकता एक मानव मस्तिष्कको सृजना जसले मानिस जस्तै सोच्न र निर्णय गर्न र कार्य गर्न र अनुभव गर्न सक्ने प्रविधि हो। साथैले मानिसको सृजनात्मक भावनात्मक रचनात्मक र बुद्धिमत्तामा प्रत्यक्ष रूपमा यसले असर पारिरहि आएको छ। हो सभाध्यक्ष महोदयज्यू एआईको भविष्यमा बढ्दै जाने भने मान्छेहरूले ताकि फोहोरको ढङ्गुरमा हात हालेर रोटीको टुक्रासँग भोग सार्नुपर्ने अवस्था सृजना हुनेछ, जहाँ मानिसले आफ्नो सृजनालाई आफूले दास हाल्नुपर्ने अवस्था पनि सृजना हुनेछ। महोदयज्यू म के भन्न चाहन्छु भने अघि मेरा पूर्वका मित्रले भन्नुभयो एआईले आज समाज परिवर्तन गरिरहेको छ। म भन्छु के कामको लागि प्रयोग गरेको के कामले प्रयोग गरिरहेको छ र के कामले प्रयोग नगरिरहेको छ भने मेरो पूर्वका मित्रलाई म अर्थ स्पष्ट पार्न चाहन्छु। आज कृत्रिम बौद्धिकताले ताकि कृत्रिम बौद्धिकताले ताकि मानिसको सोच कामलाई कब्जा गर्दै समाजमा बेरोजगारीको सृजना गर्दै जहाँकै जिम्मेवारीको भावनालाई पनि घटाइरहेको छ। देश आज्ञा नेताहरूलाई ताकि कृत्रिम बौद्धिकताले आज सामाजिक सञ्जालमा नेतृत्व गर्ने व्यक्तिहरूलाई देश चलाउने व्यक्तिहरूलाई ताकि सामाजिक सञ्जालमा कुकुरासँग तुलना गरेर गाई भैँसीसँग तुलना गरेर आजको उहाँको इज्जतमाथि खेलवाड गरिरहेको छ। सभाध्यक्ष महोदयज्यू तपाईँ पनि एक नेतृत्व गर्ने व्यक्ति हुनुहुन्छ, ताकि तपाईँहरूले सचेतना भएर काम गर्नुहोला भन्ने म सुझाव दिन्छु। आज कृत्रिम बौद्धिकताले ताकि तपाईँहरूको गल्तीलाई पनि ताकि कुकुरासँग भैँसीसँग तुलना गरेर तपाईँको इज्जतलाई पनि डाउन गर्नेछ। सभाध्यक्ष महोदयज्यू आजको विद्यार्थीलाई वाट इज द साइन्सको एन्सर लेख्नुपर्ने ताकि इन्टरनेटमा खोजेर इक्जाम पास गर्नुपर्ने अवस्था आइसकेको छ, ताकि एमए पास गरेका मान्छेहरूले राम्रोसँग कार्यालयको सिफारिस लेख्न पनि आइरहेको छैन। आज कृत्रिम बौद्धिकताले ताकि व्यवहारिक शिक्षा होइन रटनको शिक्षा सिर्जना गरिरहेको छ। सभाध्यक्ष म यही कुरा मेरो पूर्वका मित्रलाई अर्थ स्पष्ट पार्न चाहन्छु। त्यसैले म भन्छु आज मानिसहरूको मानव सभ्यता पनि खुल्लो भइरहेको छ, सृजनात्मक रचनात्मक पनि कमजोर हुँदै गइरहेको छ, मानिसमा सोच्न सक्ने स्मरण गर्न सक्ने शक्ति पनि कमजोर हुँदै गइरहेको छ। जबकि मेरो पूर्वका मित्रले भन्नुभयो नि जुन सेतै हुन्छ रातो रातै हुन्छ। आजको युगमा कृत्रिम बौद्धिकता आवश्यक छ पनि म आई एम नट बिलिभ दिस ट्रुथ। म त्यो कुरामा विश्वास गर्दिन, किनकि आज कृत्रिम बौद्धिकताले मानव जीवनलाई ठुलो असर पारिरहेको छ। ताकि ह्याकरहरूले फेसबुक आइडी ह्याक गरेर ताकि फेसबुक आइडी ह्याक गरेर मानिसको आर्थिक अवस्था पनि ताकि कमजोर बनाएर हेर्नु भएको होला नेपालको स्थिति। सभाध्यक्ष महोदयज्यू जहाँ बुढो खाडी मुलुकमा गएर काम गरिरहेको छ, यहाँ भने श्रीमती जहाँ कि दुनियाँसँग रिलेसनसिप राख्दै ताकि दुनियाँसँग आर्थिक दुनियाँसँग रमाउँदै जहाँ कि आफ्नो बुढाले कमाएको पैसा बिना ठाउँमा खर्च गरिरहेको छ। सभाध्यक्ष महोदयज्यू म भन्छु सुन्तला रोपेर कहिल्यै पनि स्याउ फल्दैन र सुन्तला फल प्राप्त गर्नको लागि हामीले ओहरा मिहिनेत गरिरहनु पर्छ। सभाध्यक्ष महोदयज्यू त्यसैले म भन्छु कृत्रिम बौद्धिकता बनाएर मान्छेलाई बेरोजगारी बढाउनको लागि मान्छेको सही ठाउँमा सदुपयोग र सही ठाउँमा समस्याको लागि समाधान गर्नको लागि बनाएको प्रविधि हो कृत्रिम बौद्धिकता। अन्त्यमा त म के भन्न चाहन्छु सभाध्यक्ष महोदयज्यू खान जाने केलाको पात नत्र भने कुकुराको हात जस्तो नेपाली खाना पनि यस कृत्रिम बौद्धिकताले समावेश गरेको छ। अब हामीले सचेतना सावधानी भएर बढ्यौँ भने हामी अघि बढ्न सक्छौँ र हाम्रो देश नेपाललाई समृद्ध बन्नको साथै हाम्रो ताजापुर गाउँपालिकालाई देशमा चिनाउन सक्छौँ भन्दै मेरा विचार शब्द यही मञ्चमा अन्त्य भएको जानकारी गराउँदै आजको युगमा कृत्रिम बौद्धिकता बढ्दा नभई अवस्था छ भन्ने कुरालाई साबित राख्दै मेरा विचार शब्द यही मञ्चमा अन्त्य भएको जानकारी गराउँदै हस्त बिदा हुन्छु। धन्यवाद। तपाईँहरूको दिन शुभ रहोस्। यस्तै हामीले भन्ने लाखौँ अवसर मिलोस्।